यिनै थिए गाउँपाखाहरू, घाँस दाउरा गोठाला बाख्रा चलाउने यी डाँडाहरू। सायद अहिले सबैलाई पुराना भइसक्यो हुनन्, तर पनि हेर्दा अझै पनि ती डाँडा काँडाहरू, घाँस दाउरा गरेको यादले अझै पनि सताउँछ। यी पाखा पोखरामा दैनिक रूपमा घाँस दाउरा गर्ने, बाख्रा चराउने, गाई गोरु चराउने यी पाखाहरूका यादले दिनौदिन सताइराख्छ। यी डाँडा पाखा, यी हरियाली वनजङ्गलहरू एकदमै मन लोभाउने खालका छन्। तर पनि हामी यी डाँडा पाखा, उकाली ओह्राली भन्ज्याङ चौतारीहरू बिर्सेर छोडेर यी चौतारा, यी पिपल सार्ने हाम्रा पुर्खाहरू पनि सायद बितिसक्नु भयो होला, तर उहाँको यादहरू चाहिँ ताजै छ भन्ने यी चौताराहरू, यी बर पिपलले चाहिँ याद दिलाइरहेको पनि छ। यी पहिला हामी घाँस दाउरा गर्दाखेरि यी पाखाहरूमा यो मोटरबाटो पनि थिएन। यस्तै कुहिरो लाग्थे, यी कुहिरोभित्र बाख्राहरू चराएको यादले अझै पनि कता कता ती बालपन, ती बितेका दिनहरूलाई धेरै झल्काउने गर्दछ। सायद यो पाखामा घाँस दाउरा गर्नेहरूका लागि असाध्यै नै याद आउनेछ भनेर यो भिडियो चाहिँ म यहाँबाट क्लिक गरिरहेको छु। र कस्तो लाग्छ यहाँहरूले अन्तिमसम्म भिडियो हेरेर कमेन्ट पनि गर्नुहुनेछ भन्ने लाग्दछ है त।